जय मसीह अनि नमस्कार। सफलता र आशिषको साँचो खोजिरहनुभएका सम्पूर्ण दर्शकबिन तथा श्रोताहरूमा आजको यस विशेष भिडियोमा स्वागत छ। हामी जीवनमा सफलता चाहन्छौँ, तर साँचो सफलता र आशिष कहाँबाट आउँछ त? आज हामी पवित्र बाइबलको हितोपदेश 10 अध्यायबाट यही कुरा बुझ्नेछौँ, जहाँ राजा सोलोमनले बुद्धि र मूर्खता, परिश्रम र अल्छीपन अनि धर्मी र दुष्ट जीवनको परिणामलाई सुन्दर रूपमा व्याख्या गरेका छन्। यदि तपाईँ आज पहिलो पटक हाम्रो युट्युब च्यानल वचनवाणीमा आउनुभएको छ भने परमेश्वरको जीवित वचनहरू निरन्तर सुन्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आउनुहोस् सुरु गरौँ हितोपदेश 10 अध्यायको जीवन उपयोगी पाठ। सोलोमनको हितोपदेश। बुद्धिमान छोराले आफ्नो बाबुलाई खुसी तुल्याउँछ, तर मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ। अन्यायसँग कमाएको धनको केही मूल्य हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ। अल्छे हातहरूले मानिसलाई कंगाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्। ग्रीष्म ऋतुमा अन्न जोहो गर्ने छोरो बुद्धिमान हो, तर जो फसलको बेला सुत्छ त्यो बेइज्जत ल्याउने छोरा हो। धर्मात्माको शिरमाथि आशिषको मुकुट रहन्छ, तर दुष्टको मुखमा हिंसा छिपेको हुन्छ। धर्मीको सम्झना गर्नु आशिषमै हुनेछ, तर दुष्टको नाउँ चाहिँ चढेर जानेछ। हृदयमा बुद्धिमान हुनेले आज्ञाहरू स्वीकार गर्छ, तर बकबके मूर्ख सर्वनाशमा पुग्छ। इमान्दार मानिस निर्धक्क हिँड्छ, तर टेढो चाल चल्ने पक्राउ पर्नेछ। देशपूर्ण आँखा झिम्क्याउनेले शोक ल्याउनेछ, अनि बकबके मूर्ख सर्वनाशमा पुग्छ। धर्मात्माको मुख जीवनको फुहारा हो, तर दुष्टको मुखमा हिंसा छिपेको हुन्छ। घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ। विवेकशील मानिसहरूका ओठमा बुद्धिको कुरा पाइन्छ, तर लट्ठी चाहिँ समझ नभएको मानिसको लागि हो। बुद्धिमान मानिसले ज्ञान सञ्चय गर्छ, तर मूर्खको मुखले सर्वनाश निम्त्याउँछ। धनीको धन नै तिनीहरूका निम्ति बलियो सहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्छ। धर्मीको ज्यालाले तिनीहरूमा जीवन ल्याउँछ, तर दुष्टको आम्दानीले दण्ड ल्याउँछ। जसले अनुशासन पालन गर्छ त्यसले जीवनको बाटो देखाउँछ, तर सुधारको व्यवस्था गर्नेले अरूलाई पनि बहकाउँछ। जसले आफूमा घृणा लुकाएर राख्छ त्यसको जिब्रो छरी हुन्छ, र जसले अपवाद फैलाउँछ त्यो मूर्ख हो। जब कुरा बढ्ता गरिन्छ पापको अभाव हुँदैन, तर जसले आफ्नो जिब्रोलाई बसमा राख्छ त्यो बुद्धिमान हो। धर्मात्माको जिब्रो निखुर चाँदी हो, तर दुष्टको हृदय भने बेकामको हुन्छ। धर्मीका ओठले धेरैलाई तृप्त गराउँछन्, तर बुद्धिको अभावले नै मूर्खहरू मर्छ। परमप्रभुको आशिषले धन सम्पत्ति ल्याउँछ, अनि उहाँले त्यसमाथि दुःख थप्नुहुन्न। मूर्ख खराब चालचलनमा रमाउँछ, तर समझशक्ति भएको मानिस
बुद्धिमा प्रसन्न हुन्छ। आतंकित बनेको कुरा नै दुष्टमाथि आइपर्नेछ। धर्मीले इच्छा गरेको कुरा मन्जुर गरिनेछ। जब आधी बेरी मडारिएर आउँछ, दुष्टहरू रहँदैनन्, तर धर्मात्मा चाहिँ अनन्तसम्मै स्थिर रहन्छ। सिर्काले दाँत कुडिए र धुवाले आँखा पिरिए झैँ अल्छी गर्ने मानिस आफूलाई पठाउनेको निम्ति त्यस्तै हुनेछ। परमप्रभुको डरले जीवनको आयु थपिन्छ, तर दुष्टको आयु घटाइन्छ। धर्मीको आशाले हर्षित तुल्याउँछ, तर दुष्टका आशाहरू फासफुस हुन्छ। परमप्रभुको मार्ग धर्मीहरूका निम्ति एक चरण स्थान हो, तर दुष्ट काम गर्नेहरूका निम्ति विध्वंस हो। धर्मात्मा कहिल्यै उखलिने छैनन्, तर दुष्ट मानिस पृथ्वीमा रहने छैनन्। धर्मीको मुखबाट बुद्धिको कुरा निस्कन्छ, तर भड्काउने जिब्रो काटिनेछ। धर्मात्माको ओठले ग्रहणयोग्य कुरा जान्दछ, तर दुष्टको मुखले बाङ्गो टिङ्गो कुरा मात्रै गर्दछ। आमेन। मित्रहरू, हितोपदेश 10 अध्यायले हामीलाई स्पष्ट पार्छ कि हाम्रो बोली, हाम्रो परिश्रम र हाम्रो चरित्रले नै हाम्रो भविष्य तय गर्छ। परमेश्वरको भय मान्नु र उहाँको मार्गमा हिँड्नु नै साँचो आशिषको साँचो हो। आजको यस वचनले तपाईँको हृदय छोयो र आशिष मिल्यो भने कृपया यो भिडियोलाई लाइक र आफ्ना साथीभाइहरूलाई सेयर गर्न नभुल्नुहोला। हितोपदेश 10 अध्यायको कुन चाहिँ पदले तपाईँलाई एकदमै छोयो अथवा तपाईँलाई एकदमै मन पर्यो, तल कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशिष दिउन्। हामी फेरि परमेश्वरको वचन लिएर यहाँहरू माझ आउने नै छौँ। जय मसीह। धन्यवाद।